नमस्कार दर्शक महानुभावहरू, तपाईहरूलाई फेरि स्वागत छ कान्छीको कथाको नयाँ एपिसोडमा। एउटा नेपाली छोरीको सपना, सङ्घर्ष र साहसको यात्रा। आज हामी सँगै छौँ। कान्छीको जीवनको अर्को नयाँ मोड तयार हुनु है त। कान्छीको कथा सिजन 3 एपिसोड 3। रातको निशब्दता, मनको आवाज। कान्छी दुबई एयरपोर्टबाट बाहिर निस्किँदै थिइन्। लाग्छ कान्छीको हिँडाइ आज यस्तो थियो भने उसको कदम अगाडि बढाउन पनि अगाडि बढिरहेको थिएन। तर मन नलाई अगाडि बढिरहेको थिइन्। तर मन भने भर्खर छोडेर आएको घरको ढोकामा उभिरहेको थियो। फेरि सुरु भयो युएको यात्रा। ट्याक्सीबाट सहर फर्किँदै गर्दा उनले आफ्नो औँठी छुन खोज्छिन्। अर्जुनले राखिदिएको त्यो सानो फ्रेमको चिनो। तर औँठी त छ, मन मात्र खाली जस्तो लागिरहेको थियो। युएमा रातको 11 बजिरहेको थियो। तर रुम भने सियर रुम थियो। पछाडिबाट एसीको साउन्डहरू पनि आइरहेको थियो। तर कान्छी आएको देखेर साराले ढुक्का खोलेर भित्र आउँछिन् र भन्छन्, कान्छी यु ओके, यु लुक ट्राइड। कान्छी मुस्कुराउँछे, तर त्यो हाँसोभित्र धेरै कुरा लुकेका थिए। कान्छीले यत्तिकैमा भनिन्, ठिकै छु सारा, बस घरको याद आइरहेको छ। साराले बिस्तारै कान्छीको काँधतिर सुमसुमाउँदै भनिन्, इट्स अ नर्मल बेबी, फर्स्ट डे इज अलवेज हेभी, बट यु आर स्ट्रङ, आई नो द्याट। कान्छीले साराको हौसला त सुनेकी थिइन्, तर मन भने अझै अडिएको थियो। त्यो गाउँको बिहानमा आमाको न्यानो हातबाट चिया पिएको र अर्जुनको न्यानो माया ममता। त्यस्तै गरी अर्को एकै बिहानै सारा आफ्नो रिसेप्सन डेस्कमा हुन्छन् र कान्छी रिसेप्सन टेबल अगाडि उभिरहेकी हुन्छ। प्रमोसन पछि त्यो उनको पहिलो ड्युटी थियो। नयाँ जिम्मेवारी, नयाँ इन्भाइरोमेन्ट, तर मनभित्र अझै पहिलेको वातावरण चलिरहेको थियो। प्रमोसनको खुसी आज पनि उनको आँखामा चम्किनै सकेन, किनकि मन अझै घरमै थियो। म्यानेजर नजिक आउँछन्। कान्छी, टुडे यु विल ह्यान्डल द भिआइपी क्लाइन्ट डेस्क। यु आर प्रमोटेड बिकज वी ट्रस्ट यु। कान्छी बस टाउको हल्लाउँछिन्। वाक्य छोटो तर आत्मविश्वासका साथ चाहिँ ठिक्क पार्छिन्। थ्याङ्क यू सर, आई विल डु माई बेस्ट। अचानक एक परिचित आवाज पछाडिबाट आउँछ। रिसेप्सन डेस्क अगाडि कसैले भन्छ, एक्सक्युज मी, इज दिस अ कर्पोरेट मिटिङ डेस्क? कान्छीका आँखा अचानक उठ्छन्। शरीर सुत्केरी जस्तै गलिरहेको थियो, किनकि त्यो आवाज घडी जस्तै चिनिएको नै पुरानो अध्यायबाट आएको जस्तो लागिरहेको थियो। त्यो राजन दाईको। राजन दाई क्लिन फर्मल ड्रेसमा मुस्कान सहित, तर ती आँखा धेरै कुराहरू लुकिरहेका थिए। राजन, कान्छी तिमी यस अफिसमा? कान्छी एकछिन बोल्नै सक्दैनन्। कान्छी, राजन दाई यहाँ? ती दुवैको नजर एकअर्कासँग ठोकिएको थियो। त्यो 2 सेकेन्ड कान्छीको मनले 3 वर्ष पहिलेको त्यो कच्चा अनि त्यो सच्चा प्रेमको त्यो अधुरो अध्याय फेरि बिउताइदिएको थियो। सारा टाढैबाट दुवैलाई निहालिरहेकी थिइन्। उनले महसुस गरिन्, समथिङ इज स्ट्रङ हियर। नयाँ जिम्मेवारी त सुरु भयो, तर पुरानो मन, त्यसमा आज एउटा पुरानो नाम फेरि लेखियो।
Rajan. To be continued. Thank you.